नमस्ते सबैजनालाई हजुरहरूलाई भिडियोमा स्वागत छ। अनि हजुरहरू थम्बनेल हेरेरै थाहा पाइसक्नु भएको होला कि हामी यो भिडियोमा के को बारेमा कुरा गर्नेछौँ। अनि हामी चाहिँ आज यो भिडियो निम्न माध्यमिक तहको चाहिँ इक्जाम सेन्टर आइसकेको छ, हामी त्यसको बारेमा कुरा गर्नेछौँ। अनि कहिले हो इक्जाम भन्दाखेरि 2082 साल 8 महिना 20 गते शनिबार 1 बजे चाहिँ इक्जाम हुन्छ हजुरहरूको। अनि म यो भिडियोमा हरेक जिल्लाको चाहिँ सेन्टर देखाइदिनेछु। अनि त्यहाँबाट हजुरहरू आफ्नो रोल नम्बर हेर्नु होला अनि कुन जिल्लामा कुन ठाउँमा सेन्टर परेको छ त्यो हजुरहरू हेरी जानु होला। अनि हजुरहरूलाई चाहिँ बेस्ट अफ लक छ इक्जामको लागि। पहिले नै राम्रोसँग इक्जाम दिनु होला अनि सबैजना आफ्नो आफ्नो नाम निकाल्नु होला। अनि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल सब्सक्राइब गर्नु होला अनि भिडियो सक्दो सेयर गरिदिनु होला। उनीहरू पनि आफ्नो आफ्नो सेन्टर हेर्नेछ। अनि अब चाहिँ हामी हेर्न सुरु गरौँ। हजुरहरू यहाँ हेर्न सक्नुहुन्छ यो झापा जिल्लाको रहेको छ। यो झापा जिल्लामा कहाँ कहाँ सेन्टर रहेको छ त्यो हजुरहरू हेर्नु होला। म चाहिँ स्क्रल गर्दै जान्छु, हजुरहरू आफ्नो जिल्लाको रोकी हेर्न सक्नुहुन्छ। यसमा चाहिँ हरेक जिल्लाको हुनेछ। त्यसै गरी यो चाहिँ मोरङ जिल्लाको रहेको छ अनि कोशी प्रदेश। अनि त्यसै गरी यो चाहिँ सुनसरी जिल्लाको रहेको छ कोशी प्रदेश। हजुरहरू यहाँ हेर्न सक्नुहुन्छ 21वटा स्कुलमा सेन्टर रहेको छ। त्यसै गरी यो चाहिँ धनुषा जिल्लाको रहेको छ मध्य प्रदेशको। हजुरहरू यहाँ हेर्न सक्नुहुन्छ। त्यसै गरी यो चाहिँ पर्सा जिल्लाको रहेको छ। अनि त्यसै गरी यो चाहिँ बागमती प्रदेश अनि मकवानपुर जिल्लाको रहेको छ। हजुरहरू यहाँ हेर्न सक्नुहुन्छ। त्यसै गरी यो पनि बागमती प्रदेश चितवन जिल्लाको रहेको छ। अनि त्यसै गरी यो चाहिँ गण्डकी प्रदेश कास्की जिल्लाको रहेको छ। अनि त्यसै गरी यो चाहिँ लुम्बिनी प्रदेशको अनि रूपन्देही जिल्लाको रहेको छ। हजुरहरू हेर्न सक्नुहुन्छ, आफ्नो आफ्नो खोज्नु होला। अनि मैले चाहिँ ओल्ड क्वेसनहरूको पनि भिडियो बनाएर राखिदिइसकेको छु, हजुरहरू च्यानल भिजिट गरेर हेर्नु होला। अनि सक्दो यो भिडियोलाई सेयर गरिदिनु होला कि सबैजनासँग उनीहरूको सेन्टर कहाँ छ भनेर पुगोस् अनि आफ्नो आफ्नो सेन्टर हेरोस्। त्यसै गरी यो चाहिँ लुम्बिनी प्रदेश कपिलवस्तु जिल्लाको रहेको छ। हजुरहरू यहाँ हेर्न सक्नुहुन्छ। अनि यो चाहिँ लुम्बिनी प्रदेश दाङ जिल्लाको रहेको छ। हजुरहरू यहाँ हेर्न सक्नुहुन्छ। 35वटा स्कुलमा रहेको छ अनि जम्मा 8725 जनाले फर्म भरेको रहेछ यो दाङ जिल्लाबाट। त्यसै गरी चाहिँ यो कर्णाली प्रदेश सुर्खेत जिल्लाको रहेको छ। हजुरहरू यहाँ हेर्न सक्नुहुन्छ। अनि यसमा चाहिँ रोल नम्बर आफ्नो आफ्नो खोज्दै भिडियोलाई रोकेर हेर्नु होला। त्यसै गरी यो चाहिँ कर्णाली प्रदेश बाँके जिल्लाको रहेको छ। अनि त्यसै गरी यो चाहिँ कर्णाली प्रदेशको अनि बर्दिया जिल्लाको रहेको छ। हजुरहरू हेर्न सक्नुहुन्छ। इफ हजुरहरूको चाहिँ भेटेन भने कुन जिल्लामाबाट फर्म भर्नुभएको थियो त्यो कमेन्ट गरिदिनु होला अनि आफ्नो रोल नम्बर कमेन्ट गर्नु होला। म कुन सेन्टर हो कहाँ हो त्यो म हजुरहरूलाई भनिदिनेछु। त्यसै गरी चाहिँ यो सुदूरपश्चिम प्रदेशको रहेको छ कैलाली जिल्लाको। हेर्न सक्नुहुन्छ 29वटा स्कुलमा चाहिँ सेन्टर रहेको छ। अनि बाँकी यहाँ रहेको छ 30 देखि 37वटा जम्मा रहेको छ, मैले हेरेको थिइनँ। अनि यो चाहिँ जिल्लाबाट 9250 जनाले फर्म भरेको रहेछ। त्यसै गरी हजुरहरू यहाँ सुदूरपश्चिम प्रदेशको हेर्न सक्नुहुन्छ अनि कञ्चनपुर जिल्लाको रहेको छ। अनि जम्मा चाहिँ यति सेन्टर रहेको छ। हजुरहरू आफ्नो खोजिहाल्नु होला। इफ हजुरहरूलाई खोज्नलाई गाह्रो भइरहेछ या कन्फ्युजन हुनुहुन्छ भने हजुरहरू कमेन्ट गर्न सक्नुहुन्छ। म हजुरहरूलाई भनिदिनेछु हजुरहरूको सेन्टर कहाँ परेको छ। अनि फेरि पनि भन्दैछु, च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर राख्नु होला। म यस्तै अपडेट भिडियो लिएर हजुरहरूसम्म पुग्नेछु। अनि हजुरहरू च्यानल सब्सक्राइब गर्नुभयो भने नोटिफिकेसन हजुरहरूसम्म पहिले जान्छ। अनि सक्दो यो भिडियो सेयर गरिदिनु होला जतिजनाले निमावि फर्म भरेको रहेछ। अनि अहिले अब थोरै दिन बाँकी रहेको छ। हजुरहरू राम्रोसँग पढ्नु होला, पुरानो क्वेसनहरू प्र्याक्टिस गर्नु होला। के थाहा 2-4वटा 10वटा नि मिल्न सक्छ। मैले चाहिँ पुरानो क्वेसनहरूको भिडियो बनाएर राखिदिइसकेको छु, हजुरहरू त्यो पनि गएर हेर्नु होला।